माननीय सभामुख महोदय, यो देशका प्रधानमन्त्रीहरू सिंहदरबार पुगे तर कर्णालीको पीडा कहिल्यै सिंहदरबार पुगेन। कर्णालीका जनताले विश्वास दिए, मत दिए, बलिदान दिए, तर बदलामा उपेक्षा पाए। सम्माननीय प्रधानमन्त्रीजीले भन्नुभएको थियो, कर्णालीका सुइना हाममा सुइना, कर्णालीका सुइना हाममा सुइना भने जस्तै तपाईहरुको त्यो सपना बोकेर जान पाऊँ र त्यो सपना बोक्ने सुरुवात आज हामीले बाचापत्रबाट गरेको छौँ, कर्णालीबाट घोषणा गरेको छौँ। आज उपरान्तबाट त्यो सबै तपाईका सपना हाम्रा सपना हुनेछन्, ती सपना बोकेर यहाँबाट जान पाऊँ। सुदूर अब दूर नै झिकै झिकै माया तमलाई। तर सभामुख महोदय, यो नीति तथा कार्यक्रमको 100 पृष्ठ पढेँ मैले। नीति तथा कार्यक्रममा हेर्दा कर्णाली र सुदूरपश्चिमलाई छोएको अनुमति भएन। अब आउने बजेटले तय गर्नेछ ती शब्दहरू सपनामा लेखिएका थिए कि विपनामा, बेहोसमा लेखिएका थिए कि होसमा लेखिएका थिए भन्ने कुरा अब आउने बजेटले तय गर्नेछ। त्यो बजेट हामी पर्खेर बसेका छौँ, त्यो बजेट हामी हेर्नुपर्नेछ। तर नीति तथा कार्यक्रममा कहीँ कतै पनि छैन। त्यसपछि हामी सरकारलाई धन्यवाद भनौँ।